हाई, आज म छलफल गर्न गइरहेको छु रेमिट्यान्स इकोनोमी जुन नेपालको त्यसमा चाहिँ एक किसिमको जुन नेगेटिभ एनालिसिस भाष्य चलिरहेछ त्यसलाई चाहिँ अलिकति डिपर एनालिसिस गरौँ भनेर रेमिट्यान्स जुन नेपालमा भित्रिन्छ नेपालको इकोनोमी नै रेमिट्यान्समा अलिकति बढी डिपेन्डेन्ट छ त्यसमा चाहिँ रेमिट्यान्सलाई चाहिँ अलिकति एकदमै नेगेटिभ एस्पेक्टमा हेर्ने जुन चलन छ यसले चाहिँ हाम्रो ग्रोथ इकोनोमीलाई चाहिँ अलिकति डिस्टर्ब गरिरहेछ नराम्रो इम्प्याक्ट गरिरहेछ भन्ने कुरामा अभियसली रेमिट्यान्समा मात्रै ओभर डिपेन्डेन्स हुनु राम्रो होइन त लेट्स सी यसको डिटेल एनालिसिस के हो रेमिट्यान्स चाहिँ जुन नेपाली युवा युवतीहरू बाहिर जान्छन् स्पेशली गल्फ कन्ट्रिजहरूको जुन इमिग्रेसन सिस्टम छ त्यहाँ गएर पैसा जुन नेपाललाई पठाउनुहुन्छ उहाँहरूले त्यसलाई चाहिँ मोर रेमिट्यान्स भन्ने गरिन्छ अरू कन्ट्रिजहरूमा लाइक युरोप युएस अरूतिर चाहिँ रेमिट्यान्स भन्दा पनि त्यसलाई अलिकति फरेन इमिग्रेसन एडुकेसनको रूपमा लिने गरिन्छ रेमिट्यान्सले चाहिँ नेसनल इकोनोमीमा नेपालमा चाहिँ ठुलो भूमिका खेल्ने गरेको छ रिसेन्ट टाइम्समा यसले गर्दा बजेट इकोनोमिक स्टेबिलिटी यो सब कुरालाई निकै नै प्रभाव पार्ने गरेको देखिन्छ तर यसमा मैले मेन कुरा के फोकस गर्न खोजेको भन्दाखेरि इन्टेलेक्चुअल एरिनामा अलिकति बुद्धिजीवी वर्गमा चाहिँ बढी रेमिट्यान्सलाई चाहिँ ओहो विदेश मात्रै गए रेमिट्यान्सले चाहिँ नेपालको इकोनोमीलाई ध्वस्त गर्छ भन्ने कुरामा बढी फोकस गरेको जुन म देख्दछु यसमा चाहिँ मेरो एनालिसिस प्लस क्रिटिकल एनालिसिसमा हेर्दा पनि उनीहरूको पनि आफ्नो जीविकोपार्जन र पोभर्टी यो सब कुरा स्टेटसको कारणले उहाँहरू जान बाध्य हुनुभएको हो हामीले त्यो एंगलले पनि अलिकति हेर्न जरुरी हुन्छ अहिलेको पर्सपेक्टिभ के छ रेमिट्यान्स भन्दाखेरि यसले चाहिँ नेसनल इकोनोमीलाई मात्र हैन त्यो ग्रासरुट लेभलको जसको फ्यामिलीहरू यहाँ हुनुहुन्छ उहाँहरूको पोभर्टी र इकोनोमिक स्टेबिलिटीमा राम्रो भूमिका खेलेको छ क्रिटिक्सहरूले अलिकति बढी नै नेगेटिभ रूपमा लेबल गरे तापनि रेमिट्यान्सले जो रेमिट्यान्समा जानु भएको छ उहाँहरूको फ्यामिली जुन नेपालमा हुनुहुन्छ उहाँहरूको इकोनोमिक स्टेबिलिटीमा राम्रो भूमिका खेलेको छ अब कमन मिसबिलिफ्स के छ भन्दाखेरि अरू कन्ट्रीमा कल्चरल डिपेन्डेन्सी हुने हो कि भन्ने कुरामा अभियसली रेमिट्यान्समा मात्रै फुल्ली डिपेन्डेन्ट भइरहेको धेरै लङ टर्ममा भन्ने त्यसले असर गर्न सक्छ अभियसली यो कुरामा हामीले डिनाइ गर्न हुँदैन तर नेपालमै अपर्च्युनिटी इनफ भइदिएको भए र इन्कम स्टेबिलिटी भएको भए सायद उहाँहरू धेरै जानुहुन्न थियो होला अब इकोनोमिक कन्ट्रिब्युसनको बारेमा त हामीले पढ्दै नै आएको छौं कि रेमिट्यान्सले ठूलो भूमिका खेल्छ इकोनोमिक इनिसिएटिभमा नेपालको पोभर्टी रिडक्सनमा र साँच्चै नै इकोनोमिक स्ट्यान्डर्ड्सहरू हेर्दाखेरि लिभिङ स्ट्यान्डर्ड बढेको देख्न पाइन्छ धेरै केस स्टडिजहरू पनि भएको छ कि इकोनोमिक इम्प्याक्टमा चाहिँ असर गरेको छ पोजिटिभ इन्कम इनइक्वालिटी जुन छ जस्तो हामीले के बुझ्नुपर्छ भन्दाखेरि बेसिक निड्स र डिस्पोजेबल इन्कम एक्स्ट्रा एक्टिभिटीज जस्तो स्मार्टफोनदेखि लिएर कम्प्युटर अथवा विभिन्न लाइफको पर्सपेक्टिभमा इम्प्रुभमेन्ट भएको छ
धेरै क्वालिटेटिभ स्टडिजहरु एनालिटिकल स्टडिजहरुमा पनि देखाउँछ। अब एउटा पर्सपेक्टिभ छ ब्रेन ड्रेन भन्ने कुरामा। रेमिटेन्सको कारणले फरेन इम्प्लोइमेन्टको कारणले चाहिँ ब्रेन ड्रेन भयो नेपालको भन्ने कुरामा यसलाई टोटली राम्रोसँग एनालाइसिस गर्नुपर्छ। अभियसली ब्रेन नेपालको ह्युमन क्यापेसिटी ब्रेन क्यापेसिटी चाहिँ बाहिर धेरै गयो भन्ने कुरामा यसमा अलिकति डिपर एनालाइसिस गर्दाखेरि धेरै मोर एडुकेटेड खालको र एडुकेसन लिएर अगाडि बढ्नेमा चाहिँ अलिकति मोर युरोपियन कन्ट्रिज अस्ट्रेलिया अमेरिका त्यहाँ गएको अलिक पाइन्छ र गल्फ कन्ट्रिजमा जुन डाइरेक्ट रेमिटेन्स पठाउने खालको देशमा जाने उहाँहरू चाहिँ एडुकेसनल ब्याकग्राउन्डकै कारणले भन्दा पनि मोर लेबरियस वर्कको लागि आफ्नो लेबर प्रयोग गर्नलाई जानुभएको हुन्छ। सो एकदमै धेरै ठुलो ब्रेन ड्रेन हुन्छ भन्ने एनालाइसिस चाहिँ कम्प्लिटली ट्रु हुन सकेको छैन। यसलाई त्यसरी एनालाइसिस गर्नुपर्ने हुन्छ कि रेमिटेन्समा जुन जानुहुन्छ उहाँहरू त्यो चाहिँ मोर लेबरियस कामको लागि हो। एडुकेसनको लागि माइग्रेसन चाहिँ अलिक मोर अरू कन्ट्रिजहरुमा जाने गरिन्छ। अब हामीले अर्को पर्सपेक्टिभमा के हेर्न जरुरी छ भन्दाखेरि हामीले कुनै पनि देशले आफ्नो क्यापेसिटी चिन्ने गर्नुपर्ने हुँदछ। क्यापेसिटी चिन्नु पर्ने हुँदछ। जस्तो फर एक्जाम्पल चाइनाले रियलाइज गरे कि उसँग बढी लेबर क्यापेसिटी छ। सो उसले फरेन डाइरेक्ट इन्भेस्टमेन्ट ल्यायो, आफ्नो लेबर बढी युज गर्यो र इकोनोमिक अपलिफ्टमेन्ट गर्न सफल भयो। हामीले नेपालले पनि केही पर्सपेक्टिभमा अपर्चुनिटी कम भएको भएर लेबर मार्केटमा हाम्रो सप्लाई नभएको कारणले हाम्रो लेबरहरू बाहिर जानुभयो। त्यही इन्भाइरोमेन्ट नेपालमा ल्याउन सकिन्छ। र अर्को इम्पोर्टेन्ट पर्सपेक्टिभ रेमिटेन्सको पोजिटिभ एस्पेक्ट के हुन सक्छ भन्दाखेरि जो रेमिटेन्समा जानु भएको छ विदेशमा उहाँहरूको भाइटल स्किल्सहरू यहाँ हामीले जहाँ उहाँहरूले त्यहाँ सिक्नु भएको छ त्यसलाई यहाँ ल्याएर नेपालमा हामीले त्यसलाई इम्प्लिमेन्ट गर्न सक्दछौँ। सो विभिन्न पर्सपेक्टिभमा हेरेर क्रिटिकल मात्रै नभइकन त्यसलाई कसरी व्यवस्थापन गर्ने, पोलिसी इम्प्लिमेन्टेसन्स, राम्रो फाउन्डेसनल इम्प्रुभमेन्ट कसरी गर्ने ताकि बाहिरको स्किल्सहरू जुन उहाँहरूले सिक्नु भएको छ त्यसलाई नेपालमै इम्प्लिमेन्ट गर्न सफल होस् र नेपालको लेबर र क्यापिटल नेपालमै बढी युटिलाइज होस् भन्ने कुरामा। सो यो पर्सपेक्टिभ के थियो भन्दाखेरि एकदमै डाइरेक्टली नेगेटिभ इम्प्याक्ट पार्ने खालको जुन कन्सेप्ट छ रेमिटेन्सले चाहिँ एकदमै देश बिगार्यो। त्यो पर्सपेक्टिभमा भन्दा अलिकति डिपर लेभलमा एनालिसिस गर्नुपर्छ भन्ने मेरो धारणा हो।